हाम्रो ठाउँमा हाम्रो गाउँमा यसो देखाउनु यस्तो हामीलाई यस्तो गराउने मान्छे हाम्रो यहाँ को जन्मिएको थियो र हैन अहिले उहाँ जन्मिनु भयो यदि देखाउनु भयो हामीले गर्नुपर्ने सहयोग हामी गरिरहेका छौँ उहाँलाई थाहा छ सहयोग हामी गर्छौँ आजै गर्छौँ गर्छन् विजय भाइले भन्ने कुरा चाहिँ अड्कल गरिसकेका थियौँ गरेर पनि देखाउनु भयो धेरै धन्यवाद दिन चाहन्छु किनभने हामी समुद्रको नजिक पनि छैनौँ हामीले पानी जहाज भन्ने कुरो सपनामा अथवा कसैले गरेका कुरा मात्रै सुनेका हौँ प्रत्यक्ष पानी जहाज भनेको यो सिस्टमबाट यसरी चल्दो रहेछ भन्ने कुरा हामीले देखाउन सफल हुनुभयो देख्न सफल भयौँ त्यसो भए हुनाले विजय बाबुलाई मरिमरि धन्यवाद दिन चाहन्छु विजय भाइको यो पछिल्लो चरणको जुन एडभान्स रूप देख्दाखेरि मलाई एकदमै हर्षका आँसु नै आउला जस्तो हुन्छ किनकि साह्रै खुसी लागिरहेको छ किनकि ऊ एउटा हाम्रो सल्यानको चेला मात्र होइन कि सल्यान लगायत सम्पूर्ण यो देश नेपालको गहना हो शान हो यसलाई संरक्षण गऱ्यौँ भने हामी युवाहरू जुट्यौँ हामी स्थानीय जनताहरू जुट्यौँ र उसलाई सहयोग गऱ्यौँ भने उसले योभन्दा अझै एडभान्स कामहरू गर्न सक्छ भन्ने मलाई आशा छ ऊर्जा प्रदान गर्ने सम्बन्धित निकायका स्थानीय तहदेखि लिएर चाहिँ सङ्घ प्रदेशमा जुन किसिमको कार्यरत विभिन्न किसिममा अथवा सरकारी निकायमा कार्यरत विभिन्न व्यक्तिहरूको तर्फबाट भाइको विकासको निम्ति एकचोटि हामीले ध्यान दिने किन दिने सल्यानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका विभिन्न ठाउँमा चिनाउने नि नचिनाउने यो तपाईँ हामीको सबैको कर्तव्य हाम्रो शिरमा आएको छ नमस्कार म विजय राणा आज पनि तपाईहरुमा फेरि पनि एउटा नयाँ भिडियोको साथ फेरि पनि उपस्थित भइसकेको जानकारी गराउँदछु र मैले चाहिँ केही दिन अगाडि चाहिँ सम्पूर्ण दर्शक महानुभावहरूले जसले सहयोग गर्नुभयो उहाँहरुको चाहिँ मैले यो भन्दा अगाडिको भिडियोमा चाहिँ सबै टोटल जानकारी भिडियो राखिदिएको छु हैन र अहिले चाहिँ हाम्रो चाहिँ यो जुन चाहिँ एयरबोट भनौं हैन जसको नाम चाहिँ मैले सल्यानी एयर भनेर राखिदिएको छु जुन चाहिँ हावाको माध्यमबाट चाहिँ चल्ने अर्थात भनौं प्रपोलर घुमाएर चाहिँ हावालाई पछाडी फ्याँकेर वस्तुलाई अगाडितिर धकाल्ने जसरी चाहिँ हामी चाहिँ सरल तरिकाले बुझौं सरल तरिकाले बुझ्नु पर्दाखेरि चाहिँ एउटा गुबारा भनौं ब्यालुन भित्र चाहिँ हामीले चाहिँ हावा भरिसकेपछि त्यो ब्यालुनलाई हामीले चाहिँ छोडिदियौं भने विपरीत दिशातिर जान्छ त्यस्तै गरी चाहिँ यसको विधि पनि त्यही प्रक्रिया अनुसार अन्तर्गत रहेको छ है र यसमा हामीले सामान्य तपाईको चाहिँ गाडीहरुको इन्जिन जडान गरेर चाहिँ यो निर्माण गरेका छौं है एकदम सामान्य तरिकाको छ र यसको स्पिड मैले भनिसके 35 सम्म मात्र रहेको छ भने र यसमा हामी चाहिँ सम्पूर्ण जानकारीहरु पनि हामी देखाउने छौं र यसमा चाहिँ तपाईको चाहिँ राति पखको लागि हामीले लाइटहरु पनि हामीले यसमा चाहिँ जडान गरेका छौं त्यसैगरी एकचोटी यो भिडियो हेर्नुस् त मैले एउटा छोटो भिडियो राखेको छु यो तपाईको चाहिँ यसमा चाहिँ एउटा हामीले चाहिँ यो ठुलो बनाउनु भन्दा अगाडि चाहिँ एउटा सामान्य सानो खालको चाहिँ परीक्षण गरेका थियौं है सानो खालको चाहिँ हामीले डुङ्गा परीक्षण गरेका थियौं एकचोटी भिडियो हेर्नुस् पक्कै पनि देख्नु भयो होला त्यो सानो चलाएको डुङ्गा जुन चाहिँ सानो हामीले चाहिँ सामान्य डीसी मोटर जडान गरेर चाहिँ हामीले निर्माण गरेर बनाएका थियौं भने त्यसरी हाम्रो स्टेप बाइ त्यसपछि अर्को मध्यम रहेको छ त्यो पनि हेर्नुस् र यसरी हाम्रो चाहिँ परीक्षण गरिसकेपछि हाम्रो चाहिँ अर्को रूप धारण गर्न भनेको
यो रहेको छ। अब भने म तपाईँलाई यसको बारेमा टोटल जानकारी देखाउनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो युट्युब च्यानल मिस्टर नेपाली बिजी बाबु रहेको छ र सबैजनाले चाहिँ साथ सपोर्ट गरिदिनु होला हैन, त्यही भन्न चाहन्छु। र भिडियोलाई जति सक्नुहुन्छ सेयर गरिदिनु होला है त। हजुरहरूको सानो सहयोगले नै मैले चाहिँ के गर्ने अवसर प्राप्त गर्नेछु। त्यसै कारण भिडियोलाई पहिला चाहिँ सेयर गर्नुहोस् है त। पहिला सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यदि साथी बन्नु भएको छैन भने सब्सक्राइब गरेर साथी बनिदिनु न अनुरोध पनि गर्दछु। र अब मैले यो देखाइहालेँ। अब म चाहिँ तपाईँलाई चाहिँ यसको म पुरा जानकारी देखाउने छु। यसभित्र हामीले चाहिँ इन्भर्टर पनि जडान गरेका छौँ हैन, हाम्रो सोलर प्यानल पनि यसैमा रहेको छ। त्यसै गरी फ्युल ट्याङ्की पनि हाम्रो पछाडि छ, 6-7 लिटरको फ्युल ट्याङ्की रहेको छ हैन, सबै छ। एकचोटि म यसको ढुङ्गाको पुरा म भिडियो देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो चाहिँ मोटर एयरबोट चाहिँ हाम्रो यहाँ रहेको छ। हाम्रो यो पछाडिको भाग चाहिँ तपाईँको चाहिँ धेरैजनाले चाहिँ यसको नाम चाहिँ किन सल्यानी एयर राखेको भन्दाखेरि चाहिँ यो चाहिँ एयर सिस्टम अर्थात् प्रोपेलरको सहायताले चल्ने भएको हुनाले चाहिँ यसको नाम चाहिँ एयरबोट चाहिँ भन्ने यसको नाम चाहिँ हो हैन। यसलाई एयरबोट भनिन्छ किनकि यो पछाडिको प्रोपेलर जुन चाहिँ घुमिसकेपछि हावालाई अगाडिबाट तानेर पछाडि फ्याँक्ने गर्दछ। न्युटनको थर्ड ल अनुसार नै पर्दछ र फ्याँकिसकेपछि वस्तुलाई चाहिँ धक्कने प्रक्रिया रहेको छ है। त्यसरी बनेको छ यो चाहिँ। अब एकचोटि देखाउँछु यो कसरी पानीमा चाहिँ चल्छ भन्दाखेरि यसले चाहिँ त्यो इन्जिन जुन लेखिएको छ सल्यानी एयर भनेर, त्यसले चाहिँ हावा पछाडि फ्याँक्ने गर्दछ भन्ने जुन चाहिँ यो ओइन देख्न सक्नुहुन्छ। यसले चाहिँ तपाईँको चाहिँ दायाँ बायाँ टर्निङ गराउने चाहिँ काम गर्दछ। एकचोटि स्टार्ट गरेर रेस बढाउनेछन् भाइहरूले। यहाँ प्लास्टिक राखेका छन्, हेर्नु होला हावा कति पावरसँग फाल्ने छ। ओके स्टार्ट गर त भाइ। हेर्नु है त्यहाँ पङ्खा घुम्यो, त्यसपछि अब ठुलो आवाज आयो। मैले भनेको थिएँ अघि नै मैले चाहिँ पेट्रोल ट्याङ्की यसको माथि रहेको छ हेर्नुहोस् है। यो पेट्रोल ट्याङ्की हो, पेट्रोल ट्याङ्की हो। पेट्रोललाई चाहिँ फिल्टर गर्ने काम गर्छ यहाँनिर चाहिँ। अनि इन्जिनलाई चाहिँ चिसो बनाउनका लागि भनौँ न कुलिङ पनि हामीले हिममा जडान गरेका छौँ है, वाटर कुलिङ। त्यसै गरी पछाडिको भाग भइहाल्यो। त्यसै गरी हाम्रो चाहिँ सेन्सर पनि रहेको छ। हामीले सेन्सर चाहिँ यो यसको माध्यमबाट वायरहरूको माध्यमबाट जडान गरेका छौँ। यो सेन्सर चाहिँ के काम हो भन्ने कुरा म भित्र देखाउने छु। हाम्रो सिटहरू भइहाल्यो यहाँभित्र। यहाँ अगाडि चाहिँ यस्तो खालको रहेको छ। यो चाहिँ हाम्रो स्विचहरू, त्यसै गरी हाम्रो सेन्सरहरू ओके टोके पनि भित्र छ है, त्यस्तो रहेको छ। अनि यो चाहिँ हाम्रो ह्यान्डल भइहाल्यो। त्यसै गरी चार्जिङ बोर्डहरू पनि छ। त्यसै गरी हाम्रो सेन्सर भन्नाले मतलब अघि नै मैले भनेको थिएँ त्यो चाहिँ यहाँ देखाउने गर्दछ। यसमा चाहिँ अगाडिको भागमा देखाउने गर्दछ। यो चाहिँ तपाईँको चाहिँ पानी यहाँ कतै लिक भइहाल्यो भने त्यहाँ चाहिँ तपाईँको लाइटहरू बल्ने गर्दछ। त्यो सिस्टम रहेको छ। भाइले चाहिँ स्टार्ट गर्न गइरहेका छन्। भाइले चाहिँ स्टार्ट गर्दाखेरि कुन कुन बटन युज गर्छ अरे? अन गर्छन् उनले। अनि अन भइसक्यो। अन भइसकेपछि हेर्नुहोस् यहाँ पछाडि हाम्रो
साथै सम्पूर्ण दर्शक महानुभावहरुमा फेरि पनि अनुरोध छ भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला है। कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया पनि दिन नभुल्नु होला है भन्न चाहन्छु है। अलि आज चाहिँ अलिकति क्यामेरा खिच्ने मान्छे नभएको हुनाले चाहिँ मैले चाहिँ प्रिय भाइ कृष्णलाई गुप्ताला भाइलाई चाहिँ दिएको छु चलाउन। अनि बिस्तारै ल्याऊ है भाइ देख्नुहुन्छ भित्र पनि लाइट बलिरहेको छ। देख्नुहुन्छ कुदिरहेको छ है एकदमै। पानी पछाडि हेर्नु पानी वहाँ पुरै पानी हेर्नु पछाडि हेर्नु पानी थाक्यो। देख्नु हो यसरी गर्छ हेर्नुहोस् टर्निङ लिँदाखेरि यसरी घुम्ने भयो। यता गऱ्यो भने यतातिर जाने होइन, उता गऱ्यो भने उतातिर जाने हो। यसरी चाहिँ जुन चाहिँ हुन्छ त्यसले चाहिँ कन्ट्रोल गर्ने काम गर्छ। टर्निङ लिने काम चाहिँ जुन चाहिँ त्यही यसले गर्ने काम गर्ने भयो। फेरि गराइदियो त भाइ यताउति। हो चाहिँ हाम्रो त्यसरी घुम्ने भयो। त्यसरी चाहिँ उता यता गर्ने भयो। यो चाहिँ अगाडिबाटै मिल्छ है। यो चाहिँ मेकानिजम सबै अगाडिबाटै बनाएको छ। यसको इन्जिनको टोटल मेकानिजम अगाडि छ र इलेक्ट्रिक जति पनि सर्ट हुने चिजहरू छ, जति पनि आगो लागि हुने कुरा छ त्यो यही रहेको छ। यदि आगो लागि के हो भने यहीँ लाग्छ, मान्छेहरूलाई यहाँ चाहिँ सुरक्षित गराउँछ है। र पानी पस्यो भने पनि लिक भयो भने पनि अटोमेटिक पहिले नै सङ्केत दिने गर्दछ। यो सिस्टम रहेको छ र भित्रै हाम्रो लाइटहरू सबै देख्नुहुन्छ। हामीले भित्रै जानु गरेको छौँ सबै कुराहरू चाहिँ। यसको सेफ्टी भनेको एउटा त्यो रहेको छ है सबभन्दा अगाडि चाहिँ त्यो खालको छ। अब मैले चाहिँ यो सामान्य नमुना बनाएको एउटा भनौँ न यस्तो खालको हामीले बनाउन सकिन्छ है भनेर चाहिँ एउटा उदाहरण देखाउन खोजेको। अब सामान्य गाडीहरूको इन्जिन जोडेर चाहिँ मैले निर्माण गरेको। हजुरलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला भन्दै यस भिडियोबाट म विजय राणा बिदा हुन्छु। र साथै जाँदा के भन्न चाहन्छु भन्दाखेरि अन्तिम पटक भिडियोलाई फेरि पनि सेयर गरिदिनु होला, लाइक सब्सक्राइब सबै गरिदिनु होला चाहिँ भन्न चाहन्छु। हवस् त, धन्यवाद।